के हजुरहरूलाई जीडीपी भनेको के हो थाहा छ? यो किन देशको लागि महत्त्वपूर्ण छ? आजको भिडियोमा यस सम्बन्धी जानकारी लिएर आएको छु। सुरुमा जीडीपी भनेको के हो त? जीडीपीको पूरा रूप ग्रस डोमेस्टिक प्रोडक्ट अर्थात् कुल ग्राहस्थ उत्पादन हो। जीडीपी भनेको एक वर्षभित्र कुनै पनि देशको भौगोलिक सीमाभित्र उत्पादन भएका सम्पूर्ण वस्तु तथा सेवाहरूको कुल मौद्रिक मूल्य हो। यो देशको अर्थतन्त्रको आकार, स्वास्थ्य र आर्थिक वृद्धिको सूचक मापन गर्ने सबैभन्दा महत्त्वपूर्ण आधार हो। जीडीपीका मुख्य 4 अङ्गहरू हुन्छन्: उपभोग, लगानी, सरकारी खर्च र निर्यात। उपभोग सर्वसाधारण नागरिकले गर्ने व्यक्तिगत खर्च। लगानी व्यवसायहरूले गर्ने पुँजीगत खर्च तथा लगानी। सरकारी खर्च सरकारले विकास निर्माणमा गर्ने खर्च। र निर्यात कुल निर्यातबाट आयात घटाएर बचेको रकम। यो किन महत्त्वपूर्ण छ? आर्थिक स्वास्थ्यको मापन गर्न। यसले देशको अर्थतन्त्र घटेको छ कि बढेको छ भन्ने स्पष्ट चित्र देखाउँछ। नीति निर्माणमा सहयोग गर्न। सरकार र केन्द्रीय बैङ्कलाई बजेट तथा मौद्रिक नीति बनाउन मद्दत पुग्छ। विदेशी लगानीकर्तालाई आकर्षण गर्न। उच्च जीडीपी वृद्धि दर देख्दा विदेशी लगानीकर्ताहरू लगानी गर्न आकर्षित हुन्छन्। जीवनस्तरको मूल्याङ्कन गर्न। प्रति व्यक्ति जीडीपीले देशका नागरिकको औसत आर्थिक स्तर र क्रय शक्ति झल्काउँछ। रोजगारीको अवसर जीडीपी बढ्दा उद्योग र व्यवसाय फस्टाउँछन्, जसले गर्दा रोजगारीको नयाँ अवसरहरू सिर्जना हुन्छन्। अन्तर्राष्ट्रिय तुलना विभिन्न देशहरूको आर्थिक क्षमता र शक्ति तुलना गर्न यो मुख्य सूचक मानिन्छ। नेपालको जीडीपीको अवस्था बुझ्नको लागि कमेन्टमा यस लेख्नुहोला। भिडियो मन परे सब्स्क्राइब गर्न नभुल्नुहोला।